नमस्ते। आज हामीसँग यो 2019 को एउटा चलचित्र छ नि, द गुड लायर हो, त्यसैको बारेमा कुरा गर्न केही सामग्रीहरू छन्। समीक्षा, दर्शक प्रतिक्रिया अनि अलिअलि पृष्ठभूमि जानकारी पनि। हाम्रो उद्देश्य चाहिँ यी सबैबाट सबभन्दा महत्त्वपूर्ण कुरा के हो त्यो निकाल्ने हो। कथा त यस्तो छ, एकजना एकदमै बाठो अनुभवी ठग रोय कोर्टनी इयान म्याकलिनले खेलेका। उसले एकजना धनी विधवा बेट्टी म्याकलिश हेलेन मिरेनले खेलेकी उनलाई अनलाइनमा भेट्छ अनि योजना बनाउँछ बेट्टीको सबै सम्पत्ति हात पार्ने। तर कथा अघि बढ्दै जाँदा उसको योजनामा केही नसोचेको कुराहरू हुन्छन्। यी दुई दिग्गज कलाकार एकै ठाउँमा, स्रोतहरूमा पनि यसकै खूब चर्चा छ। ल यहीँबाट सुरु गरौँ न त। हो नि, स्रोतहरू हेर्दा पनि सुरुमा सबैको ध्यान तान्ने भनेकै म्याकेलेन र मिरेनको जोडीले हो। एउटा मुख्य समीक्षामा त उनीहरूको अभिनयलाई चुम्बकीय भनेको छ अनि अनुभवी कलाकारिताको उत्कृष्ट नमुना पनि। तर फेरि त्यही समीक्षाले के पनि भन्छ भने त्यो कथाको सुरुवाती आइडिया, अनलाइन भेटेर धनी विधवालाई ठग्ने, त्यो चाहिँ अलि पुरानो जस्तो लागे रे। हो त नि। अनि यो फिल्म त बिल कन्डनले निर्देशन र निर्माण गरेका हुन्। पटकथा चाहिँ जेफ्री ह्याचरको जुन निकोलस सर्सको उपन्यासमा आधारित छ। स्रोतहरूमा उपन्यासबाट फिल्म बनाउँदा कस्तो गाह्रो भयो भन्ने कुरा पनि छ। उपन्यासको त्यो भित्री कुरा, त्यो मनोवैज्ञानिक जटिलता, त्यो पर्दामा कत्तिको आयो भन्नेमा अलि प्रश्न उठेको देखिन्छ, हैन? हो, त्यो एउटा महत्त्वपूर्ण कुरा हो। केही स्रोतहरूले के भन्छन् भने कन्डनको निर्देशनले पात्रहरूको त्यो सानो सानो भाव, त्यो तनाव क्लोजअप शटबाट देखाउन खोजेको छ। कसैले त्यसलाई राम्रो मानेका छन्, तर अर्को एउटा विश्लेषणले चाहिँ यसले कथाको गति अलि ढिलो बनायो कि भन्छ, अनि उपन्यासको जस्तो गहिराई पुरै समेट्न सकेन कि भन्ने तर्क पनि छ। खास गरी त्यो ठगीको योजना बाहेक जुन गहिरो रहस्यहरू पछि खुल्छ नि, हो त्यसको सङ्केत सुरुमा अलिक कमजोर भयो कि भन्ने टिप्पणी पनि पाइयो। प्रदर्शनको कुरा गर्दा नि यसको प्रिमियर लन्डनमा भयो अक्टोबर 2019मा, अनि नोभेम्बरमा बेलायत र अमेरिकामा रिलिज भयो। अब यहाँनिर अलिकति कुरा बाजिन्छ। स्रोतहरू के भन्छन् भने समीक्षकहरूबाट त मिश्रित प्रतिक्रिया आयो, कसैलाई एकदम मन पर्यो, कसैलाई परेन। तर बक्स अफिसमा चाहिँ यसले $10 मिलियन बजेटमा लगभग $33 मिलियन कमायो। यो कसरी भयो होला त? हो, यहाँनिर दर्शक प्रतिक्रियाको विश्लेषण गर्ने स्रोतहरू रोचक छन्। उनीहरूले के औल्याउँछन् भने समीक्षा मिश्रित भए पनि यो सफल हुनुमा सायद दुईटा मुख्य कारण छन्। पहिलो र सायद सबभन्दा महत्त्वपूर्ण, इयान म्याकेलेन र हेलेन मिरेनको त्यो स्टार पावर। दर्शकहरू यी दुई दिग्गजलाई सँगै हेर्न एकदमै उत्सुक थिए। अनि दोस्रो, कथामा भएको त्यो ट्विस्ट, मतलब अन्त्यतिर आउने त्यो नसोचेको मोड, त्यसले पनि दर्शकमाझ चर्चा पायो रे। त्यसले गर्दा वर्ड अफ माउथ प्रचारमा पनि सहयोग पुग्यो होला। त्यो अप्रत्याशित बाधाहरू र ट्विस्टको कुराले त मलाई झन् जान्न मन लाग्यो। स्रोतहरूमा ती मोडहरू कस्ता थिए भनेर केही भनेको छ? किनभने तिनैले गर्दा पनि त समीक्षामा फरक आयो होला नि, हैन र? हो, त्यहाँ एउटा बहस नै छ। केही समीक्षाहरूले त्यो अन्त्यतिरको खुलासालाई चलाखीपूर्ण मानेका छन्, सन्तुष्टि दिने खालको भनेका छन् है, जसले सुरुमा सामान्य देखिएको कथालाई एउटा नयाँ उचाइ दियो भनेर। तर अरू स्रोतहरू, खास गरी केही आलोचनात्मक लेखहरूमा ती ट्विस्टहरू अलि अस्वाभाविक लागे, मतलब जबरजस्ती कथामा घुसाएको जस्तो लाग्यो भन्ने कुरा छ। उनीहरूको तर्क के छ भने ती मोडहरूले फिल्मको सुरुको जुन टोन थियो नि त्योसँग मेल खाएन, अनि कथालाई विश्वसनीय बनाउनुको सट्टा झन् अविश्वसनीय बनायो कि भन्ने। सायद यही मतभेदले गर्दा नै समीक्षामा त्यस्तो फरक देखियो। भनेपछि मोटामोटी रूपमा हेर्दा द गुड लायर भनेको दुई महान कलाकारहरूको अभिनय भएको उपन्यासमा आधारित एउटा अपराध थ्रिलर भयो। यसले ठगीको कथालाई नसोचेको मोडहरूसँग जोड्न खोजेको रहेछ। कलाकारहरूको बलियो उपस्थिति र कथाको मोडले गर्दा मिश्रित समीक्षाका बीच पनि व्यावसायिक रूपमा ठिकै गर्यो। तर स्रोतहरू हेर्दा यसको कथा भन्ने तरिका र ती ट्विस्टहरू कतिको प्रभावकारी थिए भन्नेमा चाहिँ अलि बहस नै रहेछ, होइन त? बिल्कुल। अनि अन्त्यमा एउटा सोच्नुपर्ने कुरा छोडेर जाउँ न त, के कुनै फिल्म खाली उत्कृष्ट अभिनयको भरमा मात्रै सफल हुन सक्छ यदि त्यसको पटकथा वा कथावाचनमा कमजोरी छ भने पनि? द गुड लायरको सन्दर्भमा स्रोतहरू हेर्दा यो अभिनय र पटकथा बीचको जुन द्वन्द्व छ नि, अनि दर्शकले कुन कुरालाई बढी महत्त्व दिए भन्ने कुरा चाहिँ
विचार गर्न लायक छ।